राम्रै नै भयो त्यसलाई पनि भइसक्यो कि के यो फेरि एउटै सेमलमा रोपेको जस्तो चाहिँ यो चाहिँ फेरि दह्रो छ हेर्नु यो चाहिँ मुन्टा काटिने ल मम्मू जस्तो एक गोबर यसरी टुक्र्याउनु त ल तर्छ गरेछ यहाँ आपा यस्तो छ यत्रो गर्नुपर्ने तपाईँको खुट्टामा लागेछ अब नगर्नुहोस् मम्मुलाई सघाउनु भएको हो मम्मुलाई हेल्प गर्नुभएको हो उता गर्ने यसले जानु सुरु छ कतिको गर्नुहुँदो रहेछ हेर खोइ त यता चाहिँ मम्मीको कोदालो यहाँ छ सानीले त्यता गर्ने अरे लु माया गर्दिनँ नत्र झन् रिस आयो भने म माया गर्दिनँ आउनुहोस् फोन हेर्नुहुन्न नि त म भरे फोन हेर्नु दिन्छु नि त हस् हेलो हेलो खुसबाङमा यता आउनु छोरी हामी के अरे बाबा छोरी यहीँ आज हामी टमाटर रोप्ने बारी बनाउने आउनु ल छोरी आऊ छोरी आऊ ल के गर्ने ए नगर्ने ल आउनुहोस् खै हाँगमा आउनुहोस् जाने हामी पर आउनु न बारी खनी खनी गर्नु हे हे भन्नु जाने बाबा छोरी हिँड्नु बारी खन्नु यहाँ जाने यता जाने बारी हेरौँ मम्मी बारी खन्ने आज म चाहिँ टमाटर रोप्ने बारी बनाउँदैछु टमाटरको बिरुवा बढेर यत्रो यत्रो भइसक्यो त्यही भएर आज चाहिँ सारिदिने भनेर यहाँ बारी बनाउँदै गरेको यता दुईटा खाल्लो पुरियो अब दुईटा बाँकी छ यहाँ
मसँग खालको बनाएको हुन्छ यता चाहिँ साग भएकोले बेलुका साग उखाल्ने अनि बनाउने बिचमा चाहिँ लिनु बना राख्नु भनेर यहाँ मल हालेर पोटास र मल हालेर गाईको गोबर भैँसीको गोबर हालेर त्यहाँ माथि मिसाएर पुरेर माथि रोप्नुपर्छ। छैन मेरो त टनेलो एउटा सानो यसो सागसब्जी खाने हो। अब यो भैँसीको मल लगाइसकियो। अब पोटास मल हाल्ने हाम्रो मैजूले भैँसीको मल हाल्नु हुँदैछ। यसमा अब तिन खालको मल हाल्ने फेरि यो मल खिचिसक्यो त्यहाँ। हामी चाहिँ उखालेर रोप्दै गरौँ भान्जेले त्यो मिलाउँदै गर्छ होला रोप्दै गर्दा त्यहाँ पुगिन्छ। खोइ खुट्टे नटोका छैन सानो खुट्टे नटोकाको त्यो ठाउँमा नलिन गर्दा नि यतामा छाता एकपछि माटो उयो भयो कि भएन भिजोस् भनेर यो धेरै बाक्लोमा छाएको साले तर मोटो थियो नि त पोहोर थाहा छ दर तुवाको यी नगर्ने मुखमा जोल थिएछ नि त्यस्तो भएछ। राम्रै नै भएको छ राम्रो त यता यो ठुल्ठुलामा ल्याउँछु यता ठुल्ठुला भन्दा लामो मात्रै छाएको त ननी लामो मात्रै भएछ। टमाटरको सक्लियो भने त अबको महिना दिनमा त हना उयो आँखा पो हानिहालेको छ त बाक्लो अलिक अबेला पनि भइसक्यो कि क्या यो फेरि एउटै सेमलमा रोपेको जस्तो चाहिँ यो चाहिँ फेरि दर छैन यो चाहिँ लुलो लुलो छ यो यिनीहरू चाहिँ पानीले कुट्यो भने पुग्छ के त कि पुग्नु पर्ने हो 2 प्याकेट छरेको पोहोर त उब्रे पोहोर पनि टन्नै पोहोर त उब्रेको पनि थियो हाम्रो त नि एउटा खेती गर्नु चाहिँ यसरी यसको यो माटो पनि त अरमठ थियो नि अस्तितिर यो मल यहाँ राखेको अनि त्यो खनिरहेकोले यो बारी बन्नेको हो यो त्यो नबन्नेको त्यही नि खनेकै मल लाकै गरिराख्यो भने मात्रै हो यो पनि यस्तो छ फेरि यसलाई फेरि अर्को चिज यहाँ रोपिहालेन भने त्यस्तै नै हुन्छ चाम्रो त्यसरी निचिगो राम्रो उसको जरा ताने एक मेप यहाँ जलठा छाएको तिमीले यहाँ हेर्नु न यो त झन्
इताम झरे त्यो कति यहाँ होइन हेर्नु त टाँसिएर 400 कतै छैन खानी गई न भान्जाले भनेको यसपालि चाहिँ जाली वरिपरि नरोपौँ भनेको कुकुरले भाँचिहाल्यो भने अनि त्यही त अनि जग्दै गरेर कहाँदेखि ल्याउनु त्यो हरियो ऊ जाली त उसले दिएको छ नि यहाँ सरी उसलाई चाहिँ हरियो थियो टमाटर त्यो पातल हो त्यो मोटो मोटो पातल मोटो मोटो छ नि साँच्चै फेरि दरो पनि छ क्या हो तर यो पनि हावापानी भयो भने फर्किन्छ पोहोर हो पल्लो खालकोहरू थियो पोहोर मैले गनेको रोपिसकेर एक लाइनमा 72 थियो 72 भनेपछि 8 लाइनमा कति जति पर्यो हामी कस्तो राम्रो पायो त जे लगाएदेखि कहिले चाहिँ खानु कि म आउँदा मात्रै नराम्रो देखेको तपाईँले देख्दा त सेता देखियो त अब गराङ गुरुङ गर्दैछ त थाप एउटा यसरी पहिला के उयो राख्नुपर्छ अनि मात्रै रोप्दै ल्याउनुपर्छ कतिकोमा मल्छ यसरी एकदम यस्तै नै छ यस्तरी बनाउनु पर्ने समय पनि यहाँ त बिचको त भएकै छ नि यस्तो यो काँक्रोको पनि उयो काटिदिनु पर्ने तपाईँ गर्नु म गरिदिन्छु भिडियोमा अनि एकजना भिडियो ल्याउँदा एकजना लोटेको छिरे যায় काम नपाएर ठिकठाक बनाउँदै हाल्छ भन्छ त्यहाँ छोडेको छन् ए के चाहिँ ए यसो मुन्टा काटिने आज भर्खर नै लगाएको औषधिको कुरा नगर यसो पेट ढल्काएर यति पेट लर्काइ हालेर बुढीलाई कराउनु मात्रै जानेछ त्यो अस्ति टिकटकमा देखेको थियो यस्तो यत्रो पेट उयो अस्ति मैले तिमीलाई पठाइदिएको त्यत्रै हुनु आँट्यो है पेट चाहिँ साँच्चै तरकारी पकाउँदाखेरि कराईमा यति पेट अलग्ग पर गइहालेको यस्तो हाँगा काटिएन भने चाहिँ माथि जाँदैन काँक्राको त यस्तो सबै काट्यो यस्तै यहाँनिर त फुल्लै थियो त तिमीले त हल्लै पठाएर झार्यौ कि क्या झारेछ त्यो बातको त्यो अलिकति छ सानो टनेलामा टमाटर रोप्ने प्रोग्राम सुरु भयो खुसबुको मदरले र खुसबुको मुवाले रोप्न थालेन् मेरो चाहिँ बारी बनाउनै बाँकी छ यहाँ बेनी साग थियो र
चाकचेकमा यहाँ बनाउँदैछु। यो बनाइसकेर चाहिँ म पनि रोप्न थाल्छु। हाङ्गै लागिसकेछ अनि रोपिसक्यो।